यो छोरोले पकाएको भात है यो छोरोले पकाएको भात खान लागेको छ एउटा कडाई कडाई किन ल्याए तैँले भन्दा त्यहाँ रितो कडाई ग्रेभी भएको भएर दलेर खान ओइ खोइ मासु खाइ हेरौँ त कस्तो के को अचार बना आलुको चोखा अचार आलुको चोखा हलुवा खानी दाइले हलुवा हलुवा बना हलुवा चाहिँ कहाँबाट आयो नि सुजी त्यो बाबाको कडाईमा त डल्ला खान लाग्यो तल त्यो के हो त्यो फाल्तु त ए तेरो बाबालाई हो यत्रो दुई भाग भात छ त मासु मलाई हो के भाइको बहिनीको चम्चा त यहाँ मासु र भात छ मासु कस्तो त बोक्सीलाई मासु नि यार अस्ति ल्याएर त्यो कडाई किन ल्याएको त्यो अल्छिना छोरी भएर कडाईमा खानुहुन्छ भात त्यत्रो थालभरि भात छ फेरि यसले पकायो यसले पकायो तैँले पकाएन भात घरमा भात खाने मौका मिलेको छोडेले पकायो भात त उल्टा के भयो मासु हेर्नु मासु यति धेरै ल ल ल खाऊ ल एउटा लु यो त साह्रै छ क्या मकै बोलाउनु बिगार्ने भात पनि त्यस्तो कडाइमा कुना त्यत्रो भात छ भात फेरि ल म जुन खाएँ नि हामीलाई त खान पहिला तर जुन धेरै जुन मन लाग्यो त्यही खानु खा खा म खानु मम्मीलाई दे मासु हुन्छ आलु त यसलाई दे यसलाई आलु सालु खान्न म मासु मात्रै खान्छ यहाँ आलु खाएरै आऊ एउटा फेरि यो त लास्टै यो खत्तम छ कि छोरी छोरी भने कामै नलान्छ सबै कुरा खाएर